हेलो गाइस, वेलकम टु आवर मिनी ब्लग। आज हामी सबै भाइ बहिनी सिब्लिङ ग्याङ मिलेर जडेबुटा ट्रेकिङ जान लाम। प्लान चाहिँ बिहान कति 5 बजे हिँडिसक्ने थियो, 6 बज्न लागिसक्यो। अलिअलि नेपाली टाइम भन्ने हो, त्यही भएर अलि ढिलो भइहाल्यो। म मात्रै होइन जान लाएको, यी अगाडि तिनीहरू फोटो भिडियोमा नआउने ग्याङहरू। विकास हेलो, अनि यता यो भ्लगको ओनर, यता दुईटा भाइ बहिनी, अनि म। हामी बिचमा कहाँ कहाँ जान्छौँ, कसरी जान्छौँ अपडेट दिँदै गर्छौँ। अनि हाम्रो भरिया दाइ त्यहाँ हुनुहुन्छ, हाम्रो इमर्जेन्सी सामानको बोक्ने मान्छे। हेलो गाइज, हेलो। अहिले हामी नेवार काटेर मासतिर आइसक्यौँ। हामी जानुपर्ने माथि खाऊ कहाँ कुहिरेल खाउने र अझै 3 घन्टा अनुमान छ। हामी यहाँ तल कति तल कता यहाँसम्म हिँड्दा थाकिसक्यौँ। त्यहाँ हामी यहाँ जानुपर्ने, यहाँ माथि हो अरे। त्यहाँ जानु पनि कति धेरै छ, यहाँबाट अझै हामीलाई 2-3 घन्टा त लागिहाल्छ। माथि स्न्याक्स पाइन्न अरे, त्यही भएर हामीले यहाँ भर्खर स्न्याक्स किन्यौँ। अरू आधा यता गइसके, आधा आउँदैछ। फेरि पकल बोकेर सताउने म भिडियोको अगाडि गराउनु पर्छ कि क्यामेराम्यानको भागे नराख्दैछ। रिटेक गर्ने अहिले बिबिचाहरु क्यामेरा अगाडि भन्नु पर्छ। हेलो गाइस, हेर्नुस् यिनीहरू मान्छे हुन् कि के हुन्, जङ्गल मात्रै मन पराउँछन्। अरू आफै बुझ्नुस्। मान्छे कहाँ नजिक देखिन्छ भने अलिअलि देखाएको मात्रै हिँड्न। मोबाइल हुने मोबाइल त त्यही नछोड्नु होला। यता वाउ गर्दै चिकन लेग पिस हो दिदी। चिकन लेग पिस हो दिदी। हेलो गाइस, हाम्रो नास्ता खाना सबै एकैचोटि हुँदैछ अहिले। पुरा यो हरियाली हेर्दै जथाभावी फोहोर नफालौँ, बाख्राको बुलो जथाभावी फोहोर नफालौँ। आफ्नै प्लास्टिक हालेर घर लगेर जाऊँ ल। फोहोरकै फोहोर सङ्कलन। कस्तो महँगो प्लास्टिक कुरा गर्न लागि यहाँ आएर कहिले खाएर फालेका फोहोरहरू यसरी टिपेर अर्ग्यानिक प्लास्टिकमा हालेर घरमै लगेर फाल्ने, आफ्नै रेसाबारीमा लगेर फाल्नुपर्छ। उठा भाइ उठा, के दाइ उठा। फाल्ने चाहिँ यो क्यामेराम्यान सनम बहादुर बुढाको काम हो। यो सबै खाएर प्लास्टिक भित्र हाल्ने। यो बुढाको नाममा कलम क्यामेराम्यान यसलाई कसले बनायो, एङ्गल अलि मिलेन, अलि रेन्ज बढाउनु पर्यो। अब जाम घरतिर हात पुस्किनुहुन्छ, पुस्किनु यो हड्डी मात्रै छ कि होइन कि अनिल लोटे पनि भोलि आइस है, आज छोड दे। Oh my gosh. Dai रोकिन न, खिच्दिन न। Oh my gosh. Oh my god. Dai, खिच्दिन न, खिच्दिन न लाग्छ। पोटियाको हेर्ला भनेछ। यहाँ छैन र सुन्दर दृश्य अलि फाट्यो भने वीरेन्द्रनगर सुर्खेतको
राइनिसबाट आएर आज अब त्यो यस्तो आन तर सुपर ब्युटिफुल गर्ल हो रे रोक त भएन भएन 150 मिटर अब हामी घुमिसकाएर अब हामी घरतिर जाँदैछौँ अघि आएको बाटोभन्दा बिल्कुल डिफ्रेन्ट हजुरहरू हेर्न सक्नुहुन्छ माथि शीतल सतल बजारभरि घाम लगाइरहन् अब भयो अझ फेरि दौड लाग्न लागेको तिनीहरू के भयो तिमीहरूलाई हामीलाई आज मौसमले पनि कस्तो साथ देखा बिहान हामी आउने बेला अहिले शीतल थियो अहिले पनि शीतल छ फेरि सुर्खेत भ्यालीमा फेरि घाम लाग्छ के फेरि भगवान्ले हामीलाई आजकै दिन ट्रेकिङ जाऊ भनेर पठाउनु भएको छ हेर्नुहोस् एयरपोर्ट आइपुग्यौँ हाम्रो दाइहरू बाइक सिकेर हामी यो बाटो घर जाँदैछौँ हामी अब जरबुटाबाट घर फर्किन लागेको हामी कति थकित अवस्थामा छौँ बिचरा भुपेश त्यहाँ खुट्टा यस्तो भइसक्यो छ अनि यता दिदीलाई हेर्नुहोस् झोलासोला बोकेर हामी आजको दिन एकदम रमाइलो तरिकाले बित्यो अब थकाइ पनि धेरै लाग्यो 1 महिनाभरिको वर्कआउट भयो आजको दिन अब हामी अर्को भ्लगमा भेटौँला बाई हामीलाई लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला